welcome to my YouTube channel guys again. So अब हामी चाहिँ म र एक्सेल चाहिँ रेडी भएर अनि पार्क जान्छौं. So अब हामी रेडी हुन जान्छौं guys. सुन्नु अंगुर त्यो बोक्रा अब चाहिँ हामी चाहिँ रेडी भएर जाँदै छौं. यस अब त्यो चाहिँ झोलामा हाल्ने अनि जाने ल. प्लिज ओके हामी जाने होला नि. हामी चाहिँ अब फ्रिजबाट पानी झिक्छौं. पानी झिकेर अनि यहाँ हालौँ है. यो झोलामा हालौँ. आऊ भयो यहाँ आउँछ. यहाँ झोलामा हालौँ त. घरबाट भर्खर निस्क्या हम गाइज हो. मेरो सानोले गाडी पनि समाते खान् है. Oh, you guys make a flower. This is good. Yeah. Sano. हामी कहाँ जाँदैछौँ रे? ट्रेनमा चढेर कहाँ जाने? पार्क जाँदैछौँ गाइस फाइनली. यस ओके अब चाहिँ हामी ट्रेनमा चढेको देखाउँछौँ गाइस हो. ओके हामी चाहिँ स्टेसनमा आइसकेका छौँ. आउँछौँ. हामी चाहिँ स्टेसनमा आइसकेका छौँ गाइस हो. जाने बाटो हो. अनि उता हेर्न मान्छे जान 9, 10, 11, 12, 14, 15, 16, 17, 18, 19, 20, 21. हामी चाहिँ स्टेसनमा आइपुगिसकेका छौँ. मेट्रो कहाँ छ होला? हिँड ट्रेन चल. हिँड क्या हिँड त ल हिँड. यसरी भोटेपछि हिँड या माथि हिँड्न फेरि. हामी चाहिँ ट्रेनमा ट्रेन चढेर अनि अब हामी जाँदैछौँ. ट्रेन अब गइसक्यो एउटा ट्रेन चाहिँ. अनि अर्को ट्रेन चाहिँ खै कति मिनट छ चेक गर्नुपर्छ. ट्रेन आयो. उहाँहरू त ट्रेन गइसकेको छ नि त. नि नेक्स्ट ट्रेन इज 6 minutes है. ओ माइ गॉड. कहाँ नजाने? त्यहाँ त जानुहुन्न नि. त्यहाँ त अनि ट्रेन उस हुन्छ नि. 6 minutes छ नेक्स्ट ट्रेन चाहिँ गइछ. स्टेसन हो यो चाहिँ. यस्तो खतरा. आजको दिन चाहिँ कस्तो राम्रो छ क्या. ओके गाइस हामी चाहिँ ट्रेनमा चढेँ. हामी पुग्यो पार्कमा फाइनल्ली गाइस. हामी चाहिँ पृथ्वी भएको ठाउँमा जाँदैछौँ. यस्तो लाइक सानो चाहिँ खतरा खुसी भयो क्या. सानो यता हेर न. यसको बाहिर पछाडि होइन क्या. उता पछाडि यो घर जस्तो छ नि. घर जस्तोको उतापट्टि क्या. यस झन्डा चाहिँ फरफर. यो झन्डा चाहिँ फरफर आइरह. चिसो छ. कहाँ चिसो छ? आइसक्रिम चिसो छ. आइसक्रिम त नि हाम्रो घरमै खाने. घरै खाने ल. समरमा आइसक्रिम खाने अनि वाटरमेलन खाने नि. तिमी त पुरा स्पेसल बाटोमै हिँडिरहेौ त. सानो हेर नि तिम्रो बाटो त स्पेसल छ त. ए तिमी यहाँ हिँडेको अनि म यहाँ हिँडेको. फाइनली गएछ हामी चाहिँ आइसक्यौँ. अलिअलि चाहिँ फुल रहेछ अझ त्यहाँनिर. हामी चाहिँ फुल भएको ठाउँमा पनि जान्छौँ. के भयो? खै निकाल त ल. हाल गाइस हामी चाहिँ एक्चुअली खाने भनेर खाने ठाउँमा आयौँ. इनले चाहिँ बबल टी खाने भनेको थिए.
तिमी bubble tea खाने हो? Which bubble tea do you want to eat? Hi. Can I have one strawberry green, like with the bubbles? Which one? The strawberry. Is it comes? Okay then. Huh? Oh, that's a lemon, Ruba. त्यो त घर खाने यहाँ त कहाँ खान्छ त्यो त पिक्चर मात्र बनाएको पो त्यो त मैले पिङ्क खालको तिमीलाई बबल टी मगाएको या एक्चुअली वान पिङ्क राइट या they're gonna make it for you. Sorry. Thank you. It's okay this color? Pataran na. Iya mo pataran niya. Okay, thank you. Nanti mo bubble tea hai. Ho chhadeu na ma ko tachu. Sorry. Finally, like his bubble also come. Share गर्ने ल. Thank you. मिठो छ? Oh my god, actually ला मन पर्यो रे bubble. That bubble is like pop, right? ना डगीले कस्तो मज्जाले पानी खाएको देखाऊ न डगीले पानी पिठा लागेछ नि त नि राइट फुल कति राम्रो छ है भुइँमा ला 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 खतरा मिठो रहेछ त यो बबल टी चाहिँ सानो चाहिँ यहाँ पो खेल्न जाने भन्छ नि त पुरा एक्लै बिन्दास पारामा हिँडेर खान काइने चाहिँ बिस्तारै डुब्दैछु तिम्रो आया भनेर गीत गाइदिने देखा हजुर फेरि पछि ह ल तिमी यो समातो म बनाइदिन्छु खैनलाई चाहिँ अलिकति केही हुनै हुँदैन कहाँ अलिकति पनि सहन सक्दैनन् ल पछाएर त एकछिन ल ल कति चिसो हात तिम्रो कस्तो राम्रो लाइक पिसलेस स्ट्रबेरी पनि छ अंगुर पनि छ सानोले खाने अंगुर बस if you want a water let me know okay bro how to open I don't know yeah like no how is open oh मलाई थाहा छैन सानोलाई थाहा के गाई छ oh my god hi baby huh बेबी त वहाँ पार्कमा उस गरिरहेको यिनीलाई चाहिँ फेरि बोक्रा नखाने अरे क्या यिनीले चाहिँ होइन तिमी बोक्रा नखाने भन्छौ नि या बोक्रा फालिदिनुहोस् ल अङ्गुरको बोक्रा नखाने रे सानोले टुई 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 लौ त्यो निलो अन्डा खाउला ट्रेन खै ट्रेन त अनि पछाडि हो नि त अहिले घर जाने बेलामा पो जाने हो त ट्रेन स्ट्रबेरी आजभोलि चाहिँ पार्कमा चाहिँ पुरा सफा गर्ने उसहरू छ नि त हो त्यसको सफा गर्ने मान्छेहरू रहेछन् आकाशमा प्लेन उडिरह प्लेन देख्थ्यौ कस्तो राम्रो उसहरू भइरह भनेको राउन्ड एन्ड राउन्ड गरिरहन् कहाँनिर के गरेर अरे मान्छेले टुवाटे टुवाटे गरे अरे उठे मान्छेले गाडी चलाएर हिँड्ने खाने
ओके गाइस हामी चाहिँ अब एकछिन खान्छौँ अनि जान्छौँ फेरि पार्कतिर हिँड्न अब यिनीहरू के गरे खानका अब के गरे हाम्रो त्यस्तरी डर लाग्ने घाटामा दुखे छैन र ननिकाल न मन्दिरबाट लिएको अब आँखा त अब नाक झर्यो 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 नाक कर्यो नो बबल टी नो लाइक अहिले खाने बबल टी चाहिँ हामीसँग चाहिँ अहिले चाहिँ जुस छ क्या जुस खाऊँ ल जुस इज गोइङ टु लाइक 1 2 3 go oh my god you like that juice yeah Minul Deco oh Minul Deco juice हो yeah ल म खोल्छु नि त ल फुर्ती फुर्ती भन न फुर्ती खाने हो र yeah okay I'm gonna like open it shut अनि त्यो हैन नि छ र एमा जुस हालेको के त्यो आँखा लाग्छ भनेर क्या मिठो छ मन पर्यो yeah baby koyo बेबी त त्यहाँ खेलिरहन् नि तिम्रोमा यो चेकर खेल्ने हो सिकाममा चेकर खेल्न यहाँमा ढुङ्गा लिएर आउने अनि काठ लिएर आउने गाई र बाघ भएर खेल्ने yeah विश्व राजा यहाँ झरा सानो रुममा चाहिँ खेल्ने अब गाई र बाघको त खेल्छौँ 1 2 3 कतिवटासम्म खेल्छ त्यो पनि बिर्स्यो मैले त 4 ढुङ्गा टिप न तिमीले फेरि 5 6 7 8 9 उता राख ल यति लगेर राख क्या त्यहाँ न गाउँमा माथि राख न ल ढुङ्गा टिपेर हाल त नि मलाई 1 2 यस्तो सानो सानो ढुङ्गा टिप 3 4 नफाल न 6 7 8 9 10 11 12 ल जाम खै यो आज आफूले फाल्दै खान अझ यो भन्छन् दाइ लाउ यता हामी चाहिँ यहाँ चाहिँ चेकर खेल्छौँ गाइस तिमी चाहिँ यो गाई बना ल म चाहिँ यो खै के भन्छ भाग ल तिमी एक ठाउँ यस्तोमा राख कहाँ राख्छौ एउटा राख न एउटा गरेर म चाहिँ यहाँमा राख्छु तिमी कहाँ राख्छौ यस्तोमा राख क्या यस्तोमा एउटा राख न म राख भन्दाखेरि राख न यो कहाँ राख्ने सानो लुक एट हियर प्लिज छिप मुख नहाल त्यो हात फोर्छ यता हेर न यो कहाँ राख्छौ तिमीले अनि यहाँ त मैले राखिसकेको नि अलरेडी यहाँ राख्ने कि यहाँ राख्ने कि यहाँ राख्ने कि कहाँ राख्ने यहाँ राख्छौ ल यहाँ राख ल अब मेरो टर्न ल मैले खाइदिएँ तिम्रो एउटा त्यही राख न मेरो यही राख ल अब तिमीले एउटा काठ राख फेरि यस्तो यहाँ तिमीसँग यति धेरै काठ छ त अनि तिमी काठ भनेर ढुङ्गा टिपी हौ त अनि यो ढुङ्गा हो नि काठ भनेको त यस्तो पो हो त अनि I wanna wash my hand. हामी चाहिँ पार्कमा बसेर अनि खेलेको सानोले बाघको त खेल्नै आएन रे खै मलाई नि आएन क्या मैले नि बिर्सिसकेँ के टिपेर आयौ र
ढुङ्गा टिपेर राखौ अनि तिमी त अनि काठ हो अनि कसरी ढुङ्गा टिप्यौ त अन्त ल तिमी ढुङ्गा म काट्छ नि लाऊ तिमी यो म चाहियो ल ल राख यो एक ठाउँ राख तिमीले यस्तोमा राख क्या यस्तो यस्तो पोइन्टमा राख मैले यहाँ राखेँ ल तिमी फेरि अर्को राख अर्को ठाउँ राख कहाँ राख्छौ होइन कि यहाँनिर क्या यहाँनिर कहाँ राख्छौ ल यहाँ ल्याउ न त राख नि त अनि यहाँ राख्छौ एक्सलुको हेरे खुट्टामा के पस्यो हजुर के पस्यो हजुर के भयो कति खस पस्ने रहेछ यो चप्पल ठुलो भयो क्या तिमीलाई त्यही भएर ल यहाँ पसा ल यहाँ दिस किन थाकै झन्डो एक्सल त यहाँ चाहिँ गीत बजाएर राख नि स्कुटरमा चाहिँ आऊ घाम लाग्यो क्या आऊ यताबाट जाम भयो गीत बजेर नाचिराखन् एक्सल चाहिँ नाच्दामा त खतरा छन् क्या यिनी त फेरि चाहिँ लोखर्के आहा लोखर्केलाई तिनी खानेकुरा केही पनि छैन के खाइरह त्यसले चाहिँ हो हामी बिस्कुट दिउँ न यसलाई है उकाएर अनि म दिन्छु अनि तिमी चाहिँ सानो सानो देऊ ल त्यसले यता हेऱ्यो भने मात्रै फाल ल लोखर्के खाँदैछ क्या त्यसले बिजी छ ल ए ल देऊ न देऊ फाल त खायो नि लोखर्केले के खायो हाम्रो बिस्कुट खायो लोखर्केले हामीले बिस्कुट दिएको थियौँ अनि खाइरह पखान त्यसले त्यो खाँदै अनि बल्ल दिने क्या अन्त थोरै बिस्कुट लिएर आएको थियौँ लाइक लोखर्केले बिस्कुट खायो हाम्रो एक्सलले बिस्कुट दिएको लोखर्केलाई नि मजाले खाएर खाँदै अलिखेरि खाँदाखेरि डिस्टर्ब गऱ्यो भने फेरि रिसाउँछ क्या त्यो फेरि सिधाइसकेछ ल पख ल मैले नि दिउँ फाल अलि नजिकको फाल न अनि खाना आउँछ क्या खायो ओ माय गॉड दिस लोखर्के इज भेरी लक्की राम्रो लक्की लोखर्के कि लक्की यही बोलाम न खाँदैछ क्या खाँदैछ बिजी छ यस द्याट लोखर्के इज भेरी बिजी त्यहाँ पारी खाँदैछ लोखर्केले त्यो खाइसकेपछि बल्ल दिने ल Very want to sit on me. भुइँमा नबस्ने रे क्या भुइँमा बस्यो भने डर लाग्छ रे यिनीलाई त्यहाँ लोखर्केले चाहिँ कति मजाले खाइराख्ने नि राख्नाले टुङ्गेको कपाल युज गर्ने लोखर्केले चाहिँ मजाले खाइराख्ने देउरे सिद्धेर त्यसको खानेकुरा यता कहाँ हेरेको लोखर्के दाइ यता छ यता आफूले आफूले भेटान्छ क्या जाउँ त तस गरेर किन डर लाग्ने हो र सल्लाह सल्लेरी वनमा के भन्छ हामीले भेरा भेटायौँ क्या हेर त्यसरी एउटा भेरा छ यहाँ ए यो भेरा हो नि यहाँ भेरा अब यो भेरा हो क्या भेरा यो हाम्रो नेपालमा चाहिँ यसलाई
भेरा भन्छ क्या भेरा यो भेरा हो यहाँ सल्लाहको रुख छ यो चाहिँ भेरा हो यो जिराफ छ जिराफ यहाँ भेगुता हेर न भेगुताले कसरी हेरे हाई भेगुताजी भेगुताजी elephant yes oh my god it's an elephant I don't know elephant को त उसै छैन त नि यहाँ हेर न माछा माछामा चर्नी माछामा चर्नी यो चाहिँ हाम्रो भेरा है भेरा पनि पाइने यहाँ पनि ल बस तातो छ म बस्छु ल यो माछा यो माछामा बसेको म तुम्ने यसो माछामा बस्ने हो तातो छ नबस्नु त नि भेरा यहाँ लिएर आऊ त उता बसेर नि भेरालाई एकचोटि निहालेर हेर्ने भेरा त्यो खाने भेरा होइन के त्यसले खाएस कति मिठो छ र पानी नि पानी मिठो लाग्यो अलि खानु न हजुर एकचोटि टेस्ट गरेर खानु न एकचोटि टेस्ट गरेर खाने टेस्ट कति धेरै प्लेन उडेको गरेर बेबी फुलको बुट्टा थियौँ गहन एक्सलु चाहिँ बेबी फुललाई टच गरेर आयो यो घुमाउने भनिरहेको थिएँ यो घुमाउनु सक्दैन यो चाहिँ भेरी स्ट्रङ आइसक्रिम अनि आइसक्रिम खाने पैसा छैन नि त नि आइसक्रिम खाने पैसा छैन नि त छोरा अनि आइसक्रिम खाने पैसा कोसँग छ त ढुङ्गे थियौँ आइसक्रिम खाने पैसा छ कहाँ देख्थ्यौ र ब्यागमा अनि के भन्छ र नि तिमीले अलि भाउजू बबल टी किनेको हो त अनि सक्यो नि त नि लाइक हिँड्ने विषय त्यो पृथ्वी गोलो भएको ठाउँ हो क्या त्यो चाहिँ पृथ्वीनिर आइसक्यौँ र सानो त्यो ऊ त उडाएको ड्रोन उडाइराखन क्या तिमीले चाहिँ मलाई पनि ड्रोन उडाउन मन छ गाइस हो यहाँ हेर नि के र भङ रहेछ जाम डर लाग्ने पृथ्वी हो क्या त्यो पृथ्वी टुइङ हामी चाहिँ न उता बाटो जाने यता गोलो अन्डा हुन्न भनेको किन नहुने रहेछ र नि ए लगाइछ हामी चाहिँ फाइनल्ली आइसक्यौँ त्यही भएर पानी छैन रहेछ नि छोरा म यो फाल्छु ल गाडी चलाउँदैछन् एक्सलुले आफ्नो गाडी ल गाडी चलाउ न पृथ्वीको छेउमा गाडी चलाएर खान फेरि गाडी चलाएर आइरहन गाडी चलाए आइसक्रिम यहाँ आइसक्रिम देखान अनि आइसक्रिम खाने भनेर खानेले हजुर हामीले चाहिँ बाजेसँग के भन्छ वाटरमेलन पनि किने खाऊँ वाटरमेलन खान्छौँ भने बाजेले हामीलाई यो चिप्स पनि दिएको गाइजो नि बाजेले दिएको नि चिप्स वाटरमेलन
मिठो 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 छ या guys, बाजे सुतेको नि Mango, candy. Thank you. Mango, candy. मान्छेले देख्यो Agua. आगुवा भनेको चाहिँ पानी पानी भनेको हो क्या Mango, candy. Thank you. Okay, bye. Agua. Mango, आगुवा भनेको पानी खाने हो पानी पानी भनेको क्या candy. बाजेको भाषामा सान्डिया सान्डिया भनेको चाहिँ वाटरमेलन वाटरमेलन भनेको रहेछ क्या एनादर वाटरमेलन खाँदैछ हो दुईटा एयरप्लेन रहेछ नि अनि तिमीले के खाइराख अहिले चिप्स वाटरमेलन आइसक्रिम खाइराख कस्तो फिल भइराख त तिम्रो मुखमा त खतरा लाग्यो हो क्या त्यो लास्ट बाइट अनि ठुलो खाऊ न यो सिधै पिचाउ न खोकिला छोरालाई guys oh my god like why are you scared that's just गाडी हो गा यसरी हिँड्ने साइकल मान्छेहरू साइकल चलाएको अनि स्कुटी चलाएर गाडी चलाएर हिँड्छन् क्या किन डराउँछौ र तिमी किन डर लाग्छ किन डर लाग्ने किन लागेर सानो के गर्छ भनेर डर लाग्यो के आयो
के मम्मीलाई तिम्रो आँखै राम्रो रे तिम्रो हेराइ राम्रो रे फोटो खिचिराखन बजाइले चाहिँ हाम्रो म कसो देखेको मैले त्यसरी किसी गर्दा त अनुहार बनाएको ओ माई गड कति ह्यान्डसम देखियो खन र अब बजारहरूले फोटो खिच्दैछन् त्यहाँनिर बिचार त्यही माथि उभिन सकेका छैनन् ल त उभे त्यहाँबाट फोटो खिचिदिँदैछन् फोटो खिच्न हे भाइ हाम्रो फोटो चाहिँ खिच्दै भन्ने अप्ठ्यारो लाग्यो मलाई यो एक्सलुलाई यहाँनिर फोटो खिच्यो भन्दा मान्दैनन् फोटो खिच्न मन लागिरहेको उसको बोल भाइ गुडा खान क्या That's cool, right? खतरा भाइ गुडा खान क्या है गयो अन्त जान्न फुल भएको ठाउँमा परेछ त्यहाँ फुल छ क्रन्चीमा बस्ने रे नि हाय यसलो ताते गर्दै हिँडिरहन एकसलो चाहिँ आऊ यता मलाई नि गाडी देऊ यो मेरो गाडी हो त्यो तिम्रो गाडी हो मेरो गाडी अब स्पिड रोडमा जाँदैछ हेर न लो त्यो एक्सिडेन्ट ओके गाइस अब हामी चाहिँ कहाँ जाने रे ओके गाइस अब हामी चाहिँ पार्क घुमिसक्यौँ अनि यिनले चाहिँ घर जाने रे मलाई पनि रेस्ट लागिरहेको थियो हामी चाहिँ आइसक्रिम बाई बाई सो स्याड अर्कोचोटि आएर खाम्ला ल अब हामी चाहिँ घर जान्छौँ गाइस बाटोको महल चाहिँ यस्तो राम्रो हो कस्तो राम्रो एरिया भनेको क्या हिँड्दाखेरि मजा आउने खालको छ फेरि कहिले आउने हो चलो ट्युसडे आउने हो ओके That's good. We're gonna come back on Tuesday. Then काम छ नि त त्यो भएर भ्लग बनाइराख्नु चाहिँ पाइँदैन अब फेरि कहिले बाहिर गइन्छ त्यही दिन चाहिँ भ्लग बनाउँछु यहाँ चाहिँ फुल राखिराखौँ कस्तो देखियो तिमी पनि चलाउनु छोरा वा हेर तुङ्गे कति राम्रो देखियो म चलाइदिन्छु नि तिमीलाई नै कस्तो देखिन्छ भनेर ल यहाँ यता हेर त एक्सलुको पनि फुल छ त्यहाँ देखाउ त यस्तो गरेर यता फेरौ न तिमी राख न यता हेर यहाँ क्यामेरामा हेर ओके गाइस हामी चाहिँ फाइनली घर आइसक्यौँ अनि भिडियो चाहिँ त्यस्तो उस्तो भएन अझै न्यू हो नि त त्यही भएर अनि भिडियो गराउन अझै पर्फेक्ट भएको छैन त्यही भएर यसो हेरेर साथ दिनु होला अनि फाइनली मेरो भिडियोलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ